मलाई अलिकति पैसा दिनु न बजार जानु बजारमा कति त्यो चाहियो साँच्चै के सामान त्यो मासु किन्न जाउँ कि भनेर मासु कुखुरा खसी खसीको त मलाई मिठो लाग्दैन किनेर कि ल अहिले कुखुराको मासुमा के रोग आएको छ भनेर थाहा छ के रोग आएको छ र सबैले खाइरहेको छ त्यो बल्फ्यू कि सल्फ्यू हो हरे आएको आयो भनेर त्यत्रो सञ्चार रेडियो पत्र पत्रिकामा दिएको त्यही छ खै मैले त कहीँ सुनेको छैन टिकटकमा त खै के पनि आएको छैन अहिलेसम्म हो त यही टिकटकको विश्वास गरी भएर बिग्रिया हो आधिकारिक सञ्चार त ऊ रेडियोमा सञ्चारमा आउँछ पत्र पत्रिकामा आउँछ त्यसलाई पो विश्वास गर्ने जसरी पो टिकटकलाई विश्वास गरे हुन्छ भने त्यही भएर बिग्रिया हो क्या मान्छे उहाँ त्यत्रो चाहिँ सञ्चारमा भन्यो भने चाहिँ कुखुरा मासु नखानु होला त्यहाँमाथि अहिले गर्मी भइरहेछ यो खसीको मासु पनि कम खानु होला दही दुधमा जोड दिनु होला भनेर भन्यो भने छ त्यस्ता सञ्चारको हेर्ने होइन टिकटकलाई विश्वास गर्थे टिकटकमा पनि कति त्यस्तो विश्वासिलो समाचार आउँछ के मान्छेले त्यही टिकटक बारेमा कति उन्नति गरिसक्यो टिकटकमा नभएको आउँछ त भने सधैँ मैले बुझेँ त्यस्तो हुन्छ तर टिकटकको चाहिँ आधिकारिक विश्वास होइन क्या बहिनी मलाई कस्तो मासु खानु मन लागेको थियो ल अब मासु अलि पछि खानु अब दसैँ पनि आउनु लागेको छ अब त्यति बेर खानु मासु अलि 1 लिटर दही अलि राम्रो हेरेर लिएर आइज साँच्चै के हो त भने हो भने खानु होइन क्या बल्फी पुरा मान्छेले अहिले खान छोडिदिए कुखुरा मासु बिक्री नभएर भनेर कुहाँ रोएर बसेका छन् बिचराहरू खाना होइन क्या मासु स्वास्थ्यलाई बेफाइदा हुन्छ क्या स्वास्थ्यलाई बेफाइदा हुने चिज के खानु तपाईँले भनेपछि होला नि त म दही लिएर आउँछु है त दही राम्रो लिएर आज अब त्यही दहीले टार्नु पर्ने भयो हो दही के गर जतिखेर पनि टिकटकमा आएको कुरा सबै सही सम्झना आएका कुरा चाहिँ पटक्कै नपत्याउने यस्तै